नमस्कार दाइ। आज हजुर महेन्द्र शालिगको अगाडि देखेको छु मैले। महेन्द्र सरकारको बारेमा केही योगदानहरू 2-4वटा यो जनतालाई छर्लङ्ग हुने गरी बताइदिनुहोस् न। राजा महेन्द्र एकदम राष्ट्रवादी क्रान्तिकारी हुनुहुन्थ्यो। यस्तो क्रान्तिकारी त्यो बेलामा सारा किसानलाई, महिलालाई, विभिन्न अन्याय परेका सबैलाई एउटा किसिमको मन वचन कर्मले मुक्त गराउने राष्ट्रवादी सार्वभौम यस्तो सार्वभौम कि तत्कालीन परिस्थितिमा देशलाई समुद्र राष्ट्रको सदस्य गराउँछ। इन्डियाको नोटहरू पहाड पहाडमा सबै चल्थ्यो। नेपाली नोट चलाउने, शिक्षाको प्रचार गर्ने, भूमिसुधार मेन्टेन गर्ने र गरिब परिवारलाई उत्थान गरेर अब साँच्चै भने नि सामन्तवाद धन्यवाद। मेरा उहाँको पालामा पनि मेरा चाहिँ नि यति थिए उपत्यकामा, अहिले उपत्यका सब भूत घर भइसक्यो। त्यस्तो भूत घर भइसक्यो छोरी पनि छैन, अन्नपात पनि छैन, पशुपन्छी पनि छैन। सबै हामी सहरवादी भयौँ। यस्तो सहरवादी भयौँ, पराधीन भयौँ। बुद्धिनारायण शाहको होइन साँच्चै फलहरू महेन्द्र। त्यसरी महेन्द्र सहित सरकार सहित अब हाम्रो देशको राजमुकुट बन्दी भइरहेको छ। त्यो राजमुकुटलाई स्टेट चिफलाई वर्तमान राजा यहाँ लगाइदिएर सबैलाई ट्र्याकमा ल्याउन सक्यो भनेदेखि हाम्रो देश नयाँ पुस्तालाई